हेलो 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 नमस्ते 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 आदरणीय मित्रों नमस्ते। त्यसो चाहिँ म आज 2083 साल असार महिनाको 5 गते आज चाहिँ म जनकपुरको जानकी धाममा आएको छु। यहाँहरूलाई पनि यस जानकी धामबाट दर्शन गराउँदै यतिखेर लाइनस यो जनकपुरको धाम है। यहाँ सबैलाई जनकपुरको यस धामबाट सबैलाई दर्शन नमस्ते। जय श्री राम जय श्री राम। जय श्री राम जय श्री राम। ल जनकपुर धाम हामी आइपुगिसक्यौँ। ल तपाईहरुलाई थाहै छ है, यो चाहिँ हाम्रो जानकी मन्दिर जनकपुरको धाम। यहाँ कतिजना आइसक्नु भएको छ र आउनु भएको छैन भने एकचोटि चाहिँ आउनु होला है त। यहाँनेरि अब यहाँदेखि उता म तपाईहरुलाई जानकी राम र सीताको बिहे भएको पनि म तपाईहरुलाई देखाउने छु। यसभित्रको केही दृश्यहरू पनि देखाउने कोसिस गर्नेछु यहाँहरूलाई है। अब सकेसम्म कोसिस चाहिँ म गर्नेछु। ल एकदम भिड छ, भिडमा पनि हामी दर्शन गर्नेछौँ। ओम जय श्री राम जय श्री राम जय श्री राम। यो भिडमा दर्शन गर्नेछौँ हामी। जय श्री राम। जय श्री राम। हामी दर्शन गर्ने ल मेन मन्दिरमा हामी आइसकेको छौँ। यहाँहरूलाई पनि दर्शन गर्नुहोस् राम जानकी मन्दिर। दर्शन गरे पछाडि चाहिँ हामी यसरी चाहिँ यहाँनेरि विवाह मण्डप पनि दर्शन गर्नेछौँ। यो विवाह मण्डप पनि हेर्नु होला तपाईहरुलाई म पछाडि सबै देखाउनेछु, कोसिस गर्नेछु विवाह मण्डपलाई गर्नेहरूलाई है। कस्तो लाग्छ हेर्नु होला। ल हामी त्यतिखेर राम र सीताजीको विवाह मण्डप मन्दिर भएको ठाउँमा आइपुगेका छौँ। यो चाहिँ उहाँको विवाह मण्डप त्यस्तो बस्नु भएको छ मजाले। मन्दिर त्यहाँ छ वहाँनेरि। ल त्यो मन्दिरदेखि ठक्क यतापट्टि चाहिँ राम सीताको विवाह मण्डप। ल विभिन्न देवी देवताहरूको मठ मन्दिरहरू छ यहाँनेरि। विवाह मण्डप यो विवाह मण्डपदेखि ठक्क दक्षिणपट्टि चाहिँ यहाँनिर गौमाताहरू छ र गौमाताहरू यहाँ हेर्नुहोस् यस्तो छ। पहिला पनि आएको थिएँ, कति प्राय गौमाताहरू यस्तो छ कि यहाँ अनौठो छ क्या अनौठोहरू। यहाँ बिचरा यो चाहिँ अपङ्ग जस्तै रहेछ, बिचराको खुट्टा यस्तो भाँचिएको अथवा यस्तै होला, यो यस्तो भएको रहेछ। गौमाताको बिजोग घाउ भएको रहेछ। यो चाहिँ विवाह मण्डप हो। यो विवाह मण्डपको वरिपरि घुमेर हामी घुमिसक्यौँ। यतापट्टि पनि गार्डन, धेरै गार्डनहरू छ, शीतल छ। गर्मी धेरै भए पनि यता पछाडि शीतल छ यो विवाह मण्डपको पछाडिपट्टि। आजसँग म 4 खेप भयो यहाँ आएको। हेर्नुहोस्
ल मित्रहरू, म चाहिँ अब जनकपुर धाम विवाह मण्डप सबै घुमिसकेँ। अब चाहिँ म निस्किँदैछु। मैले दान दक्षिणा पनि गरिसकेँ। अब निस्किँदैछु। बाहिरको केही दृश्यहरू तपाईँलाई देखाउँछु। यो श्री राम जानकी विवाह मण्डप, यो भित्र अघि मैले पसिसकेको छु, तपाईँलाई देखाइरहेको छु। अब चाहिँ म भएँ, अब म निस्केँ। अब म निस्केँ। यो चाहिँ बाहिरको दृश्य, मन्दिर बाहिरको रघुपति मिष्ठान भण्डार सहकारी भोजन त्यहाँ रहेछ। अब चाहिँ यहाँ पनि पोखरी छ। यो पोखरी चाहिँ वरिपरि, ल वरिपरि चाहिँ मन्दिरको पोखरी छ। तपाईँहरू कतिजना आउनु भएको छ हेर्नुहोस्। ल टक्क यो मन्दिरदेखि दक्षिणपट्टि मस्जिद पनि छ र मन्दिरको ठक्कै उत्तरपट्टि यो गेटमा चाहिँ विवाह मण्डप। अब यतापट्टि पार्किङ हाम्रो माथि छ। म पार्किङ तपाईँलाई देखाउँछु गाडी त्यहाँ। मन्दिरदेखि बाहिरको एरिया तपाईँहरूलाई केही दृश्य देखाइरहेको छु। यो सबै मन्दिरको एरिया हो। ल हेर्नुहोस्, अब यहाँ पोखरी आउँदैछ। यहाँ पोखरीमा तपाईँलाई देखाउँछु। मन्दिरदेखि टक्क यता माछा छ। माछालाई चारो खुवाउने पनि यहाँनिर व्यवस्था छ है। पोखरी हेर्नुहोस्, पहिला यस्तो मैला थियो यो पोखरी, अहिले यति सफा भएछ। जस पहिला धेरै सफा भएछ। पोखरी एकदम सफा छ। पहिला त एकदम मैला थियो। ल अब यहाँ चाहिँ म माछालाई चारो खुवाउने छु। माछालाई चारो किनेको छु। अब चारो खुवाउँछु माछालाई। तपाईँहरूलाई पनि माछा देखाउँछु। जनकपुरको माछा हेर्नु होला है। ल तपाईँहरूले जनकपुरको माछा कसरी हेर्नु होला। ल आइज भित्र। ल ओ ल हेर्नुहोस्, लु माछा हेर्नुहोस् है। यहाँ देख्दै हुनुहुन्छ। ल है जनकपुरको माछा आयो अब। ल एकदम भित्रभित्र हान्नु रहेछ। ल आयो जनकपुरको माछा हेर्नुहोस् है। ल यसरी चाहिँ यो 20 रुपियाँ लिन्छ यो भुजाको। तपाईँ दिनुहोस्। ल ल हेर्नुहोस्, देख्नुभयो माछा, पुरा माछा छ।